हामी चाहिँ जानकी मन्दिरबाट फर्किँदैछौँ। हिजो समयको छेवर थियो, आज छेवरको पार्टी छ, त्यही भएर हामी छिटै नै फर्क्यौँ। हामी आउँदा बहिनीहरूले पुरै डेकोरेसन गरिसकेछन्, त्यसैले हामी पनि रेडी भयौँ। अब चाहिँ आज हाम्रो हिरो संयोगले दुबोको माला लाउँछ अनि ठुलो बडाको आशीर्वाद थाप्छ। यता हेर्नु त समयको छेवरको पार्टी खाए पछाडि एकछिन हाँसखेल गरियो, रमाइलो गरियो, कुराकानी गरियो, नाचगान पनि गरियो। त्यसपछि मेरो भेनाजु आउनुभयो, सो म भेनाजुसँग दिदीको घर आएँ। जति पनि बसेँ एकदमै रमाइलो बसाइ भयो। थ्याङ्क यू ठुल्बा, ठुलमम्मी, फुपू, फुपाजु, दाजु, भाउजू सबैलाई थ्याङ्क यू सो मच। अब चाहिँ म बर्दिवास जाँदैछु मेरो पुकुली भेट्न।